नमस्ते फुड कर्नर नेपालमा तपाईहरुलाई फेरि पनि स्वागत छ। आज हामी फेरि लिएर आइसकेका छौं इजी वेमा हामीले घरमै कसरी बर्गर बनाउन सकिन्छ भनेर चाहिँ 5 to 10 मिनेटको भित्रमा हामी चाहिँ घरमै रेडी गर्न सकिने हो। नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। आज हामी बनाउन गइरहेका छौं चिकन बर्गर। त्यसको लागि म ब्रियोस बर्गर पनि लिइसकेको छु। मसँग छ मिन्स चिकन, सल्ट, ब्ल्याक पेपर, मिक्स स्पाइसेस। यो चाहिँ हाम्रो होममेड हो। यसको रेसिपी पछि लिएर आउने छु। तपाईहरुसँग यो छैन भने चाहिँ यसको अल्टरनेटिभमा हजुर सल्ट पेपर मात्रैमा पनि बनाउन सक्नुहुन्छ। म लिइसकेको छु क्यारामलाइज ओनियन, मिक्स लेट्युस, हामीसँग छ होममेड फ्राइज। र अब म यो चिकनलाई मेरिनेसन गर्न गइरहेको छु। यसको लागि मैले सर्वप्रथम सल्ट लिएँ, सल्ट एड गरेँ यसमा, ब्ल्याक पेपर, हाम्रो मिक्स स्पाइसेस। र अब यसलाई म राम्रोसँग मिक्स गर्न गइरहेको छु। राम्रोसँग मिक्स गर्दैछु म यसलाई। तपाईहरु देख्न सक्नुहुन्छ। राम्रोसँग मिक्स गर्नु होला ताकि मसला सबै ठाउँमा राम्रोसँग लागोस्। यो एकदम राम्रोसँग मिक्स भइसकेको छ। चिकन चाहिँ हजुरहरूले 8 to 10% फ्याट भएको लिनुभयो भने चाहिँ अझै एकदमै राम्रो टेस्ट आउँछ, जुसी बन्छ बर्गर है। त्यसको लागि चाहिँ फ्याटवाला चिकन लिनु होला। र म ओनियन स्लाइस गर्दैछु क्यारामलाइज ओनियनको लागि। यसमा मैले सल्ट, पेपर अनि सुगर एड गरिसकेको छु। मैले यसलाई राम्रोसँग सती गरिसकेपछि यसमा एड गर्न गइरहेको छु बाल्सामिक भिनेगर। यसलाई फेरि म एकछिन सते गर्छु। तपाईहरु देख्न सक्नुहुन्छ हाम्रो क्यारामलाइज ओनियन अलमोस्ट बन्न रेडी भइसकेको छ। म यसलाई अब साइड गर्न गइरहेको छु। तपाईहरु देख्न सक्नुहुन्छ एकदमै राम्रो टेक्सचर आइसकेको छ। ल मैले हाम्रो होममेड ब्रियोस बन पनि लिइसकेको छु। बनको लागि चाहिँ तपाईहरुले अल्टरनेटिभ बाहिर सबबाट लिन नि सक्नुहुन्छ। अब म रेडी गर्न गइसकेको छु चिकन प्याटिज। म चाहिँ चिकन प्याटिज हट प्लेटमा रेडी गर्न गइरहेको छु। तपाईहरुसँग छैन भने हट प्लेट घरमा तपाईहरु तावा पनि युज गर्न सक्नुहुन्छ यसको लागि, ग्रिल गर्नको लागि। अब हाम्रो प्याटी रेडी भइसकेको छ। यसलाई ग्रिल गर्न गइरहेको छु। यसमा ओइल एड गरेर म यसमा चिकन प्याटी राखेर ग्रिल गर्दैछु। साइड बाई साइड म अब हाम्रो बर्गर बनलाई पनि वार्म गर्न गइरहेको छु। यसमा बटर राम्रोसँग लगाइसकेपछि यसलाई चाहिँ म हट प्लेटमा हल्का टोस्ट गर्छु बर्गर बनलाई, बुथ साइडमा बटर लगाएर। यदि हजुरहरूसँग बटर छैन भने हजुरहरू यत्तिकै वार्म मात्रै गरेर पनि युज गर्न सक्नुहुन्छ। र म अब साइड बाई साइड रेडी गर्न गइरहेको छु हाम्रो फ्राइज। तपाईहरु देख्न सक्नुहुन्छ हाम्रो बर्गर बनमा राम्रो कलर आइसकेको छ। बर्गर बन रेडी भइसकेको छ। हाम्रो प्याटिज पनि तपाईको वान साइडबाट अलमोस्ट पाकिसकेको छ। यसलाई म फ्लिप गर्न गइरहेको छु। यसलाई फ्लिप गरेँ। यसलाई चाहिँ धेरै पल्ट फ्लिप गरेर चाहिँ नपकाउनु होला, यो एकदम ड्राई हुन्छ। यसको लागि मैले लिइसकेको छु चेडर चिज। यो चाहिँ अरू चिजभन्दा अलिकति एक्सपेन्सिभ भए पनि टेस्ट चाहिँ एकदमै राम्रो आउने हुनाले म चेडर चिज लिएको छु। यदि हजुरहरूसँग यो छैन भने यसको लागि तपाईहरु अरू कुनै चिजहरू पनि युज गर्न सक्नुहुन्छ अल्टरनेटिभ। हाम्रो फ्राइज रेडी भइसकेको छ। ल म यसमा सिजनिङ गर्न गइरहेको छु सल्ट पेपरले। बर्गरको लागि मैले लिइसकेको छु फायर हाउस छ। यो चाहिँ हाम्रो स्पेसल होममेड मायोनाइजको डेरिभेटिभ सस हो। यसको रेसिपी पछि लिएर आउनेछौँ हामी। यदि तपाईसँग यो छैन भने घरमा तपाईले चाहिँ केचप र मायो मात्रै पनि युज गर्न सक्नुहुन्छ। येल्लो मस्टर्ड, केचप, मायोहरू पनि युज गर्न सक्नुहुन्छ। म यसमा राम्रोसँग सस लगाउन गइरहेको छु। मैले राम्रोसँग यसमा बुथ साइड सस लगाइसकेपछि यसमा म हाम्रो फ्रेस लेट्युस एड गर्न गइरहेको छु। यसमा म फ्रेस लेट्युस लगाइसकेपछि हाम्रो रेडी गरेर राखेको प्याटीलाई चाहिँ म यसको टपमा राख्दैछु। तपाईहरु देख्न सक्नुहुन्छ एकदमै चिजी प्याटी, हाम्रो जुसी प्याटी म यसको टपमा लगाइसकेँ। र म यसको माथिबाट राख्दैछु क्यारामलाइज ओनियन, जुन अगाडि बनाएका थियौँ हामीले, त्यो क्यारामलाइज ओनियन लगाइसकेँ। र यसलाई क्लोज गर्न गइरहेको छु। तपाईहरु देख्न सक्नुहुन्छ एकदमै इजी वेमा एकदम मिठो जुसी बर्गर बनेर हाम्रो
रेडी भइसकेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यो सँगसँगै अब हामी प्लेटिङ गर्न गइरहेका छौँ बर्गर। तपाईँहरू देख्न सक्नुहुन्छ एकदमै राम्रो बर्गर निस्किसकेको छ, जुसी चिजी फ्रेस बर्गर। इजी वेमा तपाईँहरूले घरमा कसरी बनाउने त भनेर हामीले तपाईँहरूको लागि यो भिडियो लिएर आएका छौँ। र अब हामी यसको प्लेटिङ गर्न गइरहेका छौँ। त्यसको लागि मैले प्लेट लिइसकेँ। हजुरहरूले बेसिकली बर्गर र फ्राइज मात्रै पनि सर्भ गर्न सक्नुहुन्छ। मैले फ्राइज र बर्गर लिइसकेँ र मैले यसमा चाहिँ सलाद पनि एड गरेर सर्भ गर्न गइरहेको छु। सलादमा चाहिँ स्पेसल हाम्रो के छ भन्दा सलादको ड्रेसिङ, हाम्रो होममेड स्पेसल बेरी ड्रेसिङ यसमा लगाउन गइरहेको छु म सलादमा। यो चाहिँ एकदमै मिठो, एकदमै राम्रो। सलाद मन नपर्नेहरूको लागि पनि यो ड्रेसिङमा ट्राई गर्नुभयो भने चाहिँ एकदमै मिठो हुनेछ। यसको रेसिपीको लागि चाहिँ मेरो कमेन्ट बक्समा गएर कमेन्ट गर्न नबिर्सिनु होला। तपाईँहरू यो हाम्रो बेरी ड्रेसिङको रेसिपी चाहनुहुन्छ भने चाहिँ हाम्रो आउँदो भिडियोहरू चाहिँ हेर्न नछुटाउनु होला। ड्रेसिङ लगाइसकेपछि अब म यसको टपमा क्रस आलमन्ड एड गर्न गइरहेको छु। फाइनल्ली हाम्रो इजी वेमा हाम्रो बर्गर पनि बनेर रेडी भइसकेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। हाम्रो अघिल्लो भिडियोमा एकजना बहिनीले कमेन्ट गर्नुभएको छ नेक्स्ट भिडियो चाहिँ बर्गरको लिएर आइदिनु होला भनेर। उहाँको रिक्वेस्टमा हामी आज बर्गरको भिडियो लिएर आइसकेको छौँ। त्यो सँगसँगै उहाँलाई कन्ट्याक्ट गरेर हामीले बनाएको बर्गर ट्राई गर्नको लागि चाहिँ फिल्स झम्सिखेलमा उहाँलाई हामीले बोलाइसकेका छौँ। उहाँ चाहिँ फिल्स झम्सिखेलमा आइसक्नु भएको छ। अब हामी उहाँबाट फिडब्याक पनि लिनेछौँ, टेस्ट कस्तो टेस्टको बनेको छ बर्गर भनेर। अनि स्पेसल थ्याङ्क्स फर आजको भिडियोको लागि फेरि पनि म फिल्स झम्सिखेललाई भित्रैदेखि थ्याङ्क्स भन्न चाहन्छु। यो सँगसँगै यस्तै अरू पनि नयाँ भिडियो लिएर हामीहरू तपाईँ सामु आउने नै छौँ। त्यसको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। हाम्रो अगाडिको भिडियोहरू पनि हेरिदिन नबिर्सिनु होला। थ्याङ्क यू सो मच फुड कर्नर नेपाल। सो ऱ्यान्डमली मेरो चाहिँ युट्युब चाहिँ उहाँहरूको भिडियोहरू आइरहेको भएर चाहिँ मैले चाहिँ नर्मली अब घरमा छिटो छरितो कहिले केही बर्गरहरू खान मन लाग्ने भएको भएर चाहिँ मैले ऱ्यान्डमली कमेन्ट गरेको थिएँ। अनि उहाँहरूले चाहिँ मलाई रिच आउटै गरेर चाहिँ बोलाउनु पनि भयो। एन्ड थ्याङ्क यू सो मच। र म एकचोटि अब बर्गर पनि ट्राई गरेर हजुरहरूलाई रिभ्यू दिन्छु। लेट्स स्टार्ट फ्रम फ्रेन्च फ्राइज। Now, let's try burger. It's so juicy, it's so yummy. एकदमै मिठो, एकदम छिटो पनि छरितो पनि अनि घरमै सबै इन्ग्रेडियन्ट्सहरू घरमै ल्याएर मजाले बनाउन सकिन्छ। सो सबैजना ट्राई गर्नु होला। सो युजली मलाई चाहिँ यो स्यालेडहरूदेखि एकदमै एलर्जी छ, तर अब जसरी हाम्रो सेफले चाहिँ बेरी ड्रेसिङहरू राखेर यसलाई जसरी यस्तो राम्रो बनाउनु भएको छ होइन, सो मलाई चाहिँ यो ट्राई नगरी मनले मान्दै मानेन। सो यो पनि एकचोटि ट्राई गरौँ। It's yummy. Thank you so much Food Corner Nepal for inviting me. एउटा सानो कमेन्टले गर्दा आज म यहाँ छु। सो तपाईहरुलाई पनि यो चान्स चाहिँ ग्र्याब गर्नु मन छ भने चाहिँ अल यु ह्याभ टु डु इज उहाँहरुको पेजमा गएर उहाँहरुको भिडियोमा गएर चाहिँ कमेन्ट गर्नु होला अनि उहाँहरुको युट्युब च्यानललाई चाहिँ लाइक, शेयर एन्ड सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है त।